अब तपाईलाई काम गर्न कुनै समस्या छैन, तपाईले चाहनुभयो भने चमत्कार गर्न सक्ने व्यक्ति हो तपाईँ। कसरी ल बताउनु त चमत्कार गर्ने तरिका? ल किनभने बताइदिनु एउटा वैज्ञानिक कुशल व्यक्ति, सफल व्यक्ति, अब आफै मन्त्री बन्नु भएको छ नि, आफ्नो हात जगन्नाथ। ल त्यो कुरा चाहिँ 100% चाहिँ गलत हो। आफ्नो हात जगन्नाथ गर्ने त्यो 100% 100% त्यो गर्न पाउँदैन। किनभने हेर्नुहोस्, मन्त्री भएर अब मैले त्यो राष्ट्रिय आविष्कार केन्द्रको भनौँ न स्थापना गरेँ। भोलि मैले 1 रुपियाँ पनि छुट्याउन पनि पाउँदैन, पाए पनि म छुट्याउँदैन है। पाउने त पाउँदैन नि। तर तपाईले चाहनुभयो भने त कसरी होइन मन्त्री हो, रोक्नु त रोक्दैन। तर मानौँ मैले आविष्कार केन्द्रलाई मैले बजेट छुट्याएँ भने त्यो ठुलो भ्रष्टाचार हुन्छ, अख्तियारमा जान्छ। कुरा बुझेन? मन्त्रीले आफूले सम्हालेको चाहिँ के अरे चलाएको स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमा यति गर्यो भने एउटा दुईटा केन्द्रमा 1 रुपियाँ पनि पैसा जाँदैन, जानै सक्दैन क्या। बजेट नछुट्याउने छुट्याउँदैन। तपाईँ भनिरहनु भएको छ मलाई बजेट चाहियो, काम गर्न समस्या छ, मैले भने होइन, अरिसर भन्नु भएको छैन। मैले पहिला भनेको हो, धेरै वर्ष भयो भने होइन। किनभने सरकारलाई बजेट त्यसो भने पनि बजेट आउँदैन दिँदैन भन्ने कुरा थाहा छ। त्यस कारणले नपाउने कुरालाई मैले भनेको कहिल्यै भनेको छैन। सरकारलाई बजेटको माग मैले गरेको छैन। मैले गरेको कुरा के हो भने सुरुमा जब यो राष्ट्रिय आविष्कार केन्द्र जब 1000 रुपियाँ थियो भने नि, 1000 रुपियाँ खातामा पैसा थियो भने त्यति बेला, त्यो भनेको कहिले हो भने 2012 देखि 2017 सम्म हो कुरा हो। त्यो 5 वर्षमा मैले सरकारमा सिंहदरबारमा दिनदिनै गएर दिनदिनै सबै नेताहरूकोदेखि लिएर कर्मचारीहरूको सबैको चाकरी गरेकै हो।